गाइजहरु नमस्कार। आज धेरै दिन पछाडी चाहिँ मैले एउटा एक्सप्लोज गर्न खोजिरहेको छु। एकदम हाम्रो यो के भन्छ बंगाली मार्केट नयाँ हाम्रो छेउछाउमै छ अनि त्यहाँ चाहिँ सब्जीहरु यताउता सबै राम्रो पाइन्छ। त्यहाँ व्यवसाय बिजनेस गर्ने होटलहरु गर्ने पनि छन् नेपालीहरु। तपाईहरुलाई पनि राम्रो होटलहरुको लाइनमा केही नलेज छ भने चाहिँ आफ्नो वन भिजा लिएर आएर चाहिँ काम गर्न मजाले सकिन्छ। राम्रो छ यहाँ हैन। म त्यहाँको सबै देखाउँदै जान्छु। अहिले चाहिँ हामी इन्टर भयौँ हाम्रो लाफाजीसँग। लाफाजी हेला गर्दिनु। हेलो हामी जाँदैछौँ। यो चाहिँ अहिलेसम्म हामी यसमै छौँ, यही लोकेसनमै छौँ। यहाँ यसलाई चाहिँ के भन्छ अलकुचको ठाउँको होइन ब्रदर? अलकुचको साइडमा छौँ हामी। यस्तै ब्रदरहरू एकदम क्यामेरा चाहिँ रियालिटी छ होइन है। चट्ट हामी जाँदैछौँ। धेरै टाढा छैन, नजिकै छ यहाँबाट बंगाली मार्केट। यसो किनमेल गर्ने यसो है नजिकै छ यहाँ। जाँदैछौँ। हामी चाहिँ जेब्रा क्रसिङ गरेर जानुपर्छ है। यो साइडमा हो यो अलकुच इन्डस्ट्रियल एरिया 4 पर्छ। यो चाहिँ यस्तो छ है। जाउँ ला। आज म बंगाली मार्केट चाहिँ एक्सपोज गर्छु। त्यहाँका दोकानहरू, त्यहाँका बिजनेसहरू, अलिकति होटल सोटलको केही नलेज छ भने तपाईहरुसँग केही छ भने आउँदाखेरि हुन्छ आफ्नो वन भिजा लिएर हो। त्यो पनि म देखाउँछु त्यहाँको। अनि यहाँ पाउनेहरू सबै थोक म एक्सप्लोज गर्दै जान्छु हैन है। लेट्स सी मसँगै हुनु। यहाँ अगाडि चाहिँ बुर्ज खलिफा यतापट्टि पर्छ मार्केट। ट्रेन सिटी अगाडि भयो। हामी जाँदैछौँ, नजिकै पुग्न आँट्यौँ। लगभग कति 5-7 मिनटको छ ब्रदर? 5-10 मिनट भन्दैौ न डिस्टेन्स होइन? 5-10 मिनट भनौँ न। 5-10 मिनट छ यहाँदेखि जानुलाई। अनि हामी यहाँदेखि चाहिँ सर्टकट लिन्छौँ। है। यहाँदेखि चाहिँ यो पनि एउटा कम्पनी हो। खोइ नाम चाहिँ थाहा छैन के कम्पनी हो। यहाँदेखि एलाउड चाहिँ छैन जानको लागि, तर हामीले सर्टकट लिइरहेका छौँ। आज सेक्युरिटी पनि रहेनछ यहाँ। ब्रदर बुढो भइयो कि क्या हो यार? बुढो त भइयो छैन नि। एक्जिट भइयो यो यहाँको कम्पनी छ। अब हाम्रो भनेको जाने डिस्टेन्स नजिकै छ, अझ 50 मिटर। आज चाहिँ अलिकति चलफल कम रहेछ त। चलफल कम रहेछ। आज थर्सडे होला त त्यही भएर हामी जाँदैछौँ बंगाली मार्केट। पुल खेल्नु र हेरी जान्छ। ए अब चट्ट मुख भिजाउनको लागि चाहिँ यसले यो ट्रेलरमा राखेको छ। यहाँ पाइन्छ है यो चिज हो। यहाँ पाउने चाहिँ दुबईमा यसरी चाहिँ अड्डा हुन्छ। पहिले साउदी बसेको चाहिँ त्यस्तो हुँदैन थियो है। अनि सम्झनाको लागि हो। एक्सप्लोज गर्दैछु ब्रदर। आज छुट्टी हो? ओ माय गुडनेस। रक्सी डिलर
छ मान्छेहरूको अहिले भिड हुँदै जाँदैछ त्यहाँतिर यो चाहिँ चट्टो सब्जीहरू लिने ठाउँ बङ्गाली मार्केटको चाहिँ भित्रको चाहिँ दृश्यहरू हो यो यहाँ चाहिँ राम्रो छ यो चाहिँ फुलहरू हो भाइरल बनाइदिन्छु ब्रदरलाई मलाई सब्सक्राइब गर्नु नि ब्रदर है सब्सक्राइब गर्ने ब्लग यता बनाउँदैछ हामी चाहिँ साग सब्जीहरू लिने ठाउँ हो यहाँ चाहिँ यहाँ नेपालीहरूको पनि छ यहाँ सपहरू यहाँ के पाइन्छ हेर्नु होला अलिक सस्तो एकदम त्यस्तो फ्रिजर सिजरमा राखेको होइन यो दामी छ है हेलो ब्रदर ए राम्रो राम्रो छ यहाँको प्राइसहरू पनि सस्तो हुन्छ होइन 2 रुपियाँ 3 रुपियाँ 4 रुपियाँ 5 रुपियाँ यसमा आउँछ करेला दामी करेलाको फ्यान कटर पनि रहेछ है सानो कटर छ है ए बन्दाकोपी फुलकोपी ठुल्ठुलो कति राम्रो छ उहाँ छ आउँछ स्ट्यान्ड हेरौँ न स्ट्यान्ड देखाइदिन्छु टक रौ माछा मुंगरी माछा तिलापिया माछा रौ माछा कितना है केजी का ब्रदर हाउ मच मनी दादा चेंज दियो भाई भाई 7 दिरहम 6 दिरहम 2 दिरहम 1 दिरहम 2 दिरहम 2 दिरहम भाई हाबिबी के हाल कस्तो दामी छ चट्ट लगेर है दादा मच्छी कैसे भलो बसी हामी तिमी भलो बसी यहाँ बनाउँदैछ इन्टरभ्यू गर्नुपर्छ केटाहरू खसीको खुट्टा हेलो मटन लेग पाए मटन लेग पाए यहाँ खुट्टा छ खसीको खुट्टाहरू चिकनको विङ्सहरू छ यहाँ त हामी जहिले लाने हो नि त यो ठाउँ ब्रदरहरूसँग हाम्रो नेपाली ब्रदरको है सब हामी भ्लग बनाएर क्या यता हेर्नु न हेलो भन्नु न हेलो नमस्ते नमस्ते के छ खबर अनि दाइले एकदम राम्रो यहाँ दिनुहुन्छ ताजा खालको पुरै तपाईहरु यहाँ हुनुहुन्छ भने आउनु दाइहरुकोमा दुबईमा हुनुहुन्छ नि यहाँ आउनु अलकोजमा हुनुहुन्छ नि यहाँ आउनु अलकोजमा हुनुहुन्छ नि यहाँ आउनु अनि उता बोडीहरु राम्रो छ यहाँ चाहिँ बङ्गाली मार्केट यो दुबईको हैन यहाँ चाहिँ सबजना रिल्याक्स गरेर बस्छन् काम सकेर आएर है काम सकेर आफ्नो हैन अनि यता पछाडि हाम्रो गेमिङ हुन्छ पछाडि गेमिङको चाहिँ तपाईहरुलाई पछि देखाउँला भिडियो है उता पुरा केटीहरु पनि छ सबै छ नराम्रो नसोच्नु हैन है ओके छ नि मान्छेहरु हेर्नु त थ्यांक यू वेलकम टु दुबई ओके लाइक सब्स्क्राइब पनि भन्नु न लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु बिचारा हाम्रो दाइले छ नि यत्रो भिडियो बनाउनु भएको छ सबैजना देखाउनु भएको छ दुबईको हैन
घुम्ने जारी छ एकदम। यहाँको एक्सप्लोर गर्दैछु म तपाईँहरूलाई। यहाँको सबै देखाइरहेको छु। यहाँ कसरी चाहिँ वन भिजामा आएर चाहिँ गर्ने बिजनेसहरू हुन्छ। तपाईँको होटलहरू लाइनमा केही छ, तपाईँहरूले केही नलेज छ भने चाहिँ आउनु। केही रेन्टलहरूमा चाहिँ मजाले म अहिले त्यहाँको पनि सबै गर्छु, त्यहाँको सबै देखाइदिन्छु। आउन सक्नुहुन्छ, राम्रै हुन्छ त्यो पनि। पर्सनल जब, पर्सनल काम होइन, त्यसको लागि चाहिँ राम्रो हुन्छ। होटलहरू नलेजहरू छ, यदि तपाईँहरू छ भने आउनु होला। यस्तो धेरै ठाउँमा चाहिँ सबहरू खोलिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि राम्रो चाहिँ गरिरहनु भएको छ। होटलहरूको लाइनमा बुझेको छ भने चाहिँ आफ्नो वनसिपमा चाहिँ गर्न सक्नुहुन्छ है। ब्रदरहरू यहाँ पुरा बङ्गाली मार्केटमा जाम गर्नलाई आइरहेछन्। ओ सुशील के छ? आज कस्तो भयो त काम कुरा कस्तो भयो? एकदम पर्फेक्ट। 900 सेक्वाहरू पाउने ठाउँ हो यहाँ। सबै यो पर्सनलहरूको सेक्वा 70। यहाँ चाहिँ सेक्वाहरू पाउनु कहाँ छ? यहाँ चाहिँ सबै यसरी होटल खोल्न मिल्छ क्या। यहाँ चाहिँ मन्थली 2000 रुपियाँ हो। यस्तै भिड हुन्छ नि, यति भिड हुन्छ। सब नेपाली ब्रदरहरूको सबै कहाँ छ माछा? मछली कहाँ छ? चटपटेहरू हो यो। कहाँ फन घुमायो ब्रदरले? मच्छी 7 दिरहम। भाई कैसे चल रहा है होटल ब्रदर? अच्छा अल्हम्दुलिल्लाह अच्छा चल रहा है। मंथली कितने पे करना पड़ेगा इसका? 1250 एक महीना का? एक महीने का 1250। इसमें क्या क्या बेनिफिट मिलेगा ब्रदर? जो 1250 पे करेगा तो उसमें क्या क्या मिलेगा? जैसे 1250 रूम रेंट तिरे तो ये क्या क्या प्रोवाइड करेगा? बाकी सामान सारा कुछ हमारा अपना होता है। भनेपछि 1250मा चाहिँ सबै यहाँको चाहिँ सिस्टममा चाहिँ आफूले फिट गर्नु पर्दो रहेछ। राम्रो हुन्छ ब्रदरहरू। ओके लगा लो ब्रदर। मच्छी है ना, कितना है? 2 लाना है, थोड़ा कम कर दो ना, थोड़ा 6 दाम आठ का बेटा आपको 7 का बोला के माछा राम्रो हुन्छ? में कर दो ना, 2 लेके जाएगा। कल भी लेके गए ना। आपका दुकान कहता प्रमोशन कर रहा है। भाई मैं ब्लॉग भी डाल रहा हूँ। नेपाली पूरा आएगा इधर, पूरा नेपाली आएगा, डेली आता है। इधर प्रमोशन डाल रहे हैं आपका। ओके त्यसरी डाल्ने रहेछ। ये वाला यो अच्छा पुरा मछली पुरा लगाएर ब्रदरले बनाउँदैछ। यो चाहिँ कस्तो खालको कोइला यार? सफाको कोइला भन्दा के कोइला हो यो? यो काठकै कोइला। यो राप यो होइन, काठको होइन, के हो यो? यो उसको निकालेको भाई ये लकड़ी का कोयला है? मिट्टी से निकला है ना भाई, कोयला मिट्टी से निकला है। लकड़ी का बर्बेक्यू भनेको त्यसको हैन? किन खोज्नु? कहाँ हो तपाईँ? के छ ब्रदर? वाट्सअप लेख्नु नेपाली दाजुभाइहरूको यो यहाँ सेलहरू हेर्नु होइन, सेलहरू पाइन्छ यहाँ। सेलरोटीहरू यहाँ छ। यही खाना चाहियो भने खानाको सिस्टमहरू पनि बन्छ। पानीपुरीहरू कति राम्रो छ क्या, रमाइलो छ। तपाईँहरू आउनु होला त के चाहिन्छ तपाईँहरूलाई त्यही पाइन्छ।
ब्रदर अनि बिजनेस व्यवसाय कस्तो चल्दैछ त ब्रदर रमाइलो छ नि यहाँ मान्छेले खोज्दा पनि अलिक नपाउँदो रहेछ नि है यस्तो ठाउँ चाहिँ नि बुकिङ भइसकेको हुँदो रहेछ नि कति तिर्नुपर्छ ब्रदर यसको 1250 हो त्यसमा सबै डेकोरेसन आफ्नो होइन भनेपछि त्यसको लागि वान भिजा चाहियो ए ब्रदरहरूको यो पनि यहाँ पनि राम्रो राम्रो पाइन्छ चटपटेहरू पानीपुरी फ्यान हुनुहुन्छ चटपटे खान मन छ भने आउनु होला ब्रदरको हातको चटपटे पानीपुरी यस्तो दामी हुँदैन दामी हुन्छ नि दामी हुन्छ घाटा हुन्छ पिरो आमिलो अनि त्यहाँदेखि खाँदाखेरि पनि वाउ सट्ट लागोस् न दाजु अनि बिजनेस व्यवसाय कस्तो चल्दैछ त दाजु राम्रै छ यस्तो चेकिङहरू पनि आउँदो रहेछ होइन होटलहरूमा यसको चाहिँ के सिस्टमिक चेकिङको लागि होला होइन F038 यसमा चाहिँ यस्तो पाइन्छ कि ए यहाँको चाहिँ गोस्टको मात्रै रहेछ यो आमा ब्लूवाला यिनीहरू यहाँ यस्तो छ है चिकनवाला के ल्याउनु पऱ्यो त्यो हजुर मैले आज चाहिँ हेर्नु न यस्तो रातो खालको रातो घोडा हो अब यस्तो त हुँदैन रातो घोडा अब यो के भ्लगलाई हामीले के दइन गरिदिनु होइन ब्रदर हजुर दइन गरिदिनु होइन भ्लगलाई अब हजुर एन्ड गरौँ ल अब बसेर चट्टा हामी रमाइलो गर्छौँ त्यति जेलको लागि नेक्स्ट भिडियो है गाइज है लाइक गर्नुलाई साथीभाइ नबिर्सिनु होला यस्तो दुःख गरेर चाहिँ गरिदिनु होला हाम्रो ब्रदरको च्यानल सपोर्ट गरिदिनु होला हामी तपाईँहरूलाई यहाँको कामदेखि लिएर सबै कुराहरू यही भ्लग यही युट्युब च्यानल मार्फत भन्ने छौँ ल गाइजहरू स्टे ट्युन हाम्रो ब्रदरको त स्वर सुकिरहेको छ धेरै चिसो खाएर होला